म हजुरहरूलाई आज मेरो विकनेस भन्छु ल है। यो चाहिँ पहिला यो मेरो सानैको विकनेस थियो होइन। अनि त्यसपछि चाहिँ अनि जब म नर्भस एन्सियस फिल गर्न थालेँ त्यसपछि झन् बढ्न थाल्यो कि यो होइन। के भन्नुहुन्छ भनेपछि के अरे मलाई चाहिँ स्पेलिङ हुन्छ नि त। आई हेभ सम काइन्ड अफ प्रब्लम भनौँ न। अनि कस्तो भनेपछि होइन म चाहिँ होइन सानोमा चाहिँ यस्तो हुन्थ्यो कि मैले अब केही कुराको स्पेलिङ मैले उ गरेँ तर त्यही कुरा चाहिँ मैले एक्जाममा गएर लेख्नु पर्दाखेरि मैले यो हो र वाला टाइपको हुन्छ क्या होइन। अनि कहिले कसो होइन मैले मेरै नामको स्पेलिङ पनि होइन यो त हेर्दाखेरि यो मेरो नामको स्पेलिङ हो जस्तै लाग्दैन भन्ने हुन्छ क्या मलाई गाइजहरू होइन। हजुरलाई त्यस्तो हुन्छ कि हुँदैन होइन। नै अब त्यो त मेरो इस्यु भयो, अरूहरूलाई पनि हुनसक्छ होइन। तर जस अनि हजुरहरूलाई त्यस्तो टाइपको केही छ कि छैन, यस्तो टाइपको केही फेस गर्नुहुन्छ कि गर्नुहुन्न हजुरहरूले होइन, लेट मी नो इन कमेन्ट सेक्सन होइन। अनि अर्को के भयो भने चाहिँ झन् अब जुन मेरो ट्रमा भनौँ होइन, यो के छ होइन। अनि जस अलिअलि भनिरहेको छु हेर्नु होइन सबै उहरू। अनि त्यो अनि प्लस अब आउँदै गरेको भिडियोमा त्यो सबै मेरो ट्रमा यो इन्सिडेन्ट सबैले गर्दाखेरि चाहिँ होइन। अनि मेरो चाहिँ कन्फिडेन्ट लेभल ल्याक भयो होइन। अनि त्यसपछि मलाई थाहा छ मैले पढेछु होइन त्यो चाहिँ होइन। अनि तर कोही मान्छेले होइन सोध्यो मलाई होइन के अरे यो हो र साँच्चै हो र यो हो र वाला टाइपको गरेर सोध्यो भने चाहिँ अनि म चाहिँ ऊ हुन्छु कि झन् कन्फ्युज हुन्छु होइन। त्यस्तो भइरहेको छ होइन। आई एम ट्राइङ टु गेट माई कन्फिडेन्ट ब्याक होइन। तर जस इट्स इन प्रोग्रेस। अनि त्यसपछि त्यस्तो हुन्छ क्या मलाई होइन। अनि एक्जामको बेलामा पनि होइन अनि त्यही भएर अनि म चाहिँ फेरि एक्जामको बेलामा कस्तो गर्छु भनेपछि अनि हजुरहरूलाई त्यस्तो हुन्छ कि नै होइन। पहिला चाहिँ अब अहिले त एक्जाम त्यस्तो दिन परिरहेको छैन। एक्जाममा मैले सबै पढिरहेको हुन्छु अनि त्यसपछि चाहिँ अनि मलाई एक्जामको बेलामा अब हामीहरूको साथीहरूको ल्याङ्ग्वेजमा चाहिँ वाट वी युज टु से त्यो के भनेको चाहिँ एक्जाममा गयो भने ओकाल्ने भन्थ्यौँ कि होइन। अब सबै आएको हुन्छ नि त होइन दिमागभरि होइन। अब लेख्ने भनेको इज लाइक ओकाल्ने होइन। अनि त्यसपछि त्यहाँ जाँदाखेरि लेख्दाखेरि मेरो चाहिँ कस्तो मेरो माई ह्यान्ड राइटिङ इज भेरी 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 ब्याड होइन। माइनसमा रेट गर्छु मैले ह्यान्ड राइटिङ मेरो होइन। अनि त्यसपछि अनि लेख्दै गर्छु मैले अनि लेख्दै गर्दा होइन। अनि मेरो दिमागमा यस्तो हुन्छ कि जस्तो अब बोर्ड एक्जामको त हामीले पेपरहरू हेर्न पाउँदैनौँ नि त होइन। अनि त्यसपछि स्कुलकै के अरे कलेजको एक्जामहरूमा चाहिँ हामीले पेपरहरू पाउँछौँ नि त। अनि त्यो लेख्दाखेरि मैले होइन मेरो दिमागमा मलाई कसैले डिस्टर्ब गर्यो भने मेरो त्यो जुन फ्लो हुन्छ बिग्रिन्छ क्या होइन। अरू मान्छेले के स्टार्ट गरौँ भन्ने हुन्छ, मलाई त्यस्तो कहिले भएन होइन। थ्याङ्क गड होइन मलाई कहिले त्यस्तो भएन। मेरो नराम्रो मार्क्स त यस्तो आउने भनेको कि त मेरो ह्यान्ड राइटिङले गर्दाखेरि मलाई धेरै धोका पाएको छु होइन। अदर देन द्याट अनि त्यसपछि मैले मस्त लेख्ने कि होइन। मैले लास्टै धेरै लेख्थेँ कि होइन। अनि त्यसपछि अनि मैले 10 क्लासको त्यो वर्ल्ड वारको हुन्छ नि त फर्स्टको त्यो क्वेसनको लागि मैले 8 पेजभन्दा बेसी लेख्थेँ कि। मलाई त्यति धेरै अब पढिसकेपछि नलेज हुन्छ ओकाल्न मन लाग्छ नि त त्यस्तो लेख्थेँ कि मैले होइन। अनि त्यसपछि त्यो लेख्दाखेरि मलाई दिमागमा धेरै चलेर हुन्छ। मैले लेख्दै धेरै नै लेख्छु कि मैले होइन। अनि त्यही कुरा मैले पढ्दाखेरि पानीले यस्तो उ गरिवाला टाइपको हुन्छ कि होइन हुन्थ्यो मलाई होइन। अनि त्यही कुरा मैले फेरि लेख्न सक्छु जस्तो मलाई लाग्दैन किनभने मेरो दिमागमा त्यो भइरहेको हुन्छ। अनि त्यसपछि मैले सिम्पल ल्याङ्ग्वेजमा होइन लेमेन टर्ममा भनौँ न अनि त्यसै लेख्थेँ कि जसले मेरो आन्सर सिटबाट कपी गर्नुहुन्थ्यो अनि उहाँहरूले चाहिँ भन्नुभएको मलाई होइन। अनि त्यस्तो अनि मेन कुरा भनेको त्यही हो। त्यही स्पेलिङहरू पनि मलाई चाहिँ इट्स लाइक त्यो तारे जमिन परको त्यो नाचिरहेको छ भन्ने भन्छ नि डान्सिङ वर्डवाला टाइपको अथवा डान्सिङ क्यारेक्टर यस्तो टाइपको उसलाई हुन्थ्यो भनेपछि मलाई चाहिँ आई गेट कन्फ्युज होइन। भने सोध्नु न मलाई मेरै होइन
धेरै आफ्नै नामको त्यो स्पेलिङ चाहिँ कहिले गर्छु यो हो र जस्तो लाग्छ क्या मलाई होइन। अनि प्लस अनि कोही मान्छेले अब कोही मान्छेको अगाडि मलाई टाइप गर्नु पऱ्यो, कोही मान्छेको अगाडि मलाई अनि केही लेख्न पऱ्यो अथवा त्यो गर्नु पऱ्यो होइन, मैले स्पेलिङ त म थाहा छ यो होइन भनेर पनि तर मेरो हातले लेखिदिन्छ क्या, जे पायो त्यही लेखिदिन्छ क्या, त्यस्तो हुन्छ होइन। अनि मलाई चाहिँ अनि आउँदैन जस्तै नै हुन्छ क्या त्यस्तो छ होइन। अनि यो चाहिँ आई वान्ट टु रिकभर इट होइन, हेल्प मी। हजुरहरूलाई कसैलाई छ कसरी गर्ने यसलाई ओभरकम गर्ने अनि भन्ने कुराहरू हजुरहरूलाई के थाहा छ भने प्लिज लेट मी नो होइन। अनि आई वान्ट टु इम्प्रुभ माइसेल्फ होइन। अनि मलाई पनि हेल्प गर्नु, म हजुरहरूलाई पनि हेल्प गर्छु है। यही हो, लाइक गर्नुहोला, हजुरहरूलाई पनि यस्तो यस्तो केही छ भने कमेन्ट गर्नुहोला अनि सब्सक्राइब गरिदिनु होला। साइनिङ अफ सृजना पाण्डे एके क्रिस्टिना पाण्डे।